हेलो गाइज, अहिले चाहिँ म यो पुलिस भन्ने ठाउँमा छु होइन। मस्त चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँको वेदर। यो चाहिँ अहिलेको यहाँको वेदर हो, हेर्नुहोस् दामी छ, हेर्नुहोस् दामी। गाईहरू चलिरहेको छ। यो चाहिँ टक्क बस्ने ठाउँ हो। मैले योगा म्याट अनि पानीको बोतल पनि लिएर आएको छु गाइज। यस्तो छ हेर्नुहोस्। फर्किन लागेको छु म, अघि नै 1-2 घन्टा अगाडि आएको थिएँ र पानी पर्ला जस्तो छ गाइज। त्यो भएको हिसाबले चाहिँ 5 बजेदेखि पानी छ। अब म मस्त फर्किन्छु। अब म चाहिँ घरतिर लागेँ। यस्तो छ हेर्नुहोस्, दामी छ भ्यू होइन। गाइज अब चाहिँ म घरतिर लाग्दैछु। टक्क लाएर चाहिँ नि त भन्नु पर्यो मैले होइन। एकदमै कुल वेदर छ। चिसो मौसम छ गाइज। पुरै हल्का हावा चलिरहेको गाइज। चिसो मौसम छ होइन। अब म गाडी भएको ठाउँतिर पुग्न लागेँ अनि त्यसपछि म घरतिर जान्छु है त गाइज। थ्याङ्क यू फर वाचिङ मी। यसको नाम चाहिँ फर्नान्डेज रेन्ज हो। यहाँ विभिन्न हाइकिङ ट्रेलहरू छ। तपाईँहरूले नक्सामा हेरेर पनि जान सक्नुहुन्छ कुन ट्रेलतिर जाने भनेर। सो सच अ ब्युटिफुल प्लेस फर हाइकिङ। आई स्ट्रङली रिकमेन्डेड। हल्का इङ्ग्लिस पनि बोलिदिउँ न। इङ्ग्लिस खासै राम्रो त छैन मेरो होइन। त्यही हो गाइज, टक्क लाएर चाहिँ नि अब म मेरो गाडी यहाँनिर छ। अब म लाग्नुपर्ने हुन्छ। थ्याङ्क यू फर वाचिङ गाइज अगेन है त। अनि अघि नै म यता आउनुभन्दा अगाडि चाहिँ फार्मर्स मार्केट गएको थिएँ गाइज। अनि यहाँनिर चाहिँ मसँग यस्तो फलफुल यो जुनार भइहाल्यो। यहाँनिर छ ब्रोकाउली होइन, दामी छ, फ्रेस छ। अनि यो चाहिँ स्पेनिस के अरे यहाँनिर चुकन्दर